राङ्सीको पावर हाउसमा आइसकेको छु। यहाँको चाहिँ टर्बाइनमा समस्या रहेछ, बेरिङ गइसकेको रहेछ। अब यो बेरिङ मगाउने हो। राङ्सीको पावर हाउस है, राङ्सीको पावर हाउस। यो मेन स्विच, इन्भर्टर, यो चाहिँ ELC बोर्ड है। ELC बोर्ड भित्र चाहिँ यस्तो हुन्छ है, भित्र चाहिँ यस्तो खालको सामानहरू हुन्छन्। यो चाहिँ डिफ्लेक्टर बोर्ड हो है, यसले चाहिँ म्याग्नेट बनाउने काम गर्छ। यो चाहिँ हिटर हो है, ओभर भएको पावरलाई चाहिँ यो हिटर ट्याङ्कमा पठाएर यो चाहिँ टर्बाइन, बेरिङ बिग्रेको यही हो। यो चाहिँ म्याग्नेट हो। यो जेनेरेटरको मेन प्लेट हो, तर यो पुरै खिया लगाएर बन्द भएर रहेछ। यो चाहिँ कपलिङ हो है, जेनेरेटर र टर्बाइनलाई जोड्ने काम गर्छ यसले, कपलिङ। यो टर्बाइनको भित्र चाहिँ यस्तो हुन्छ है, यो चाहिँ हामीले पछाडिपट्टिबाट खोलिसकेका छौँ। खोलेर यो चेक गरेर डिफ्लेक्टरलाई म्याग्नेटमा लगाउँदाखेरि सर्लक्क यो माथि जान्छ, अनि त्यहाँदेखि चाहिँ पानीले चाहिँ यसरी नै घुमाउँछ, यसलाई घुमाउँछ, अनि यो चाहिँ जेनेरेटरसँग जोइन भएको हुन्छ, अनि बिजुली निस्कन्छ, इलेक्ट्रिसिटी प्रोडक्सन हुन्छ है त। यस्तै हो, यो भित्र यस्तै पानी हुन्छ। यो बकेटहरू है, यसलाई पेल्टन टर्बाइनको बकेट भन्छ। घुमिरहेछ है, यसरी नै घुम्छ, एकदम हाई स्पिडमा घुम्छ। फेरि पानीले मजाले हान्छ, पछि मजाले घुम्छ। त्यत्रो जेनेरेटरलाई घुमाउने हो नि त। अघि माथि हाले जस्तै अब तल हाल्दाखेरि चाहिँ अब सर्लक्कै यो पानी चाहिँ यो डिफ्लेक्टरमा लाग्छ, त्यसपछि टर्बाइनमा लाग्न पाउँदैन, त्यसपछि टर्बाइन बन्द हुन्छ है। पानी चाहिँ यत्रो आउँछ है, यहाँको पावर हाउसको पानी।